नमो नारायण ब्रह्मदेवाय प्रणंदनदिताय कृष्णाय गोविन्दाय तिमीले बटुको कसलाई झल्का देवानी मुनितानि प्रार्थना तलपमा सुशान्ति परमन्त्र तिनचोटि पुरा हेर्ने त अनि भयो कति मजाले घरको कहिले नि झाड्नु पठाऊ भन्नुहुन्छ है त्यहाँ त पुरो हो सजिलो कहाँ आएर ब्याउनु लाग्ने ल भयो 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 त्यो कलसमा त है कलसमा त अगाडि लाग्ने कलस घुमाउने त कि यसो राख घुमाके यस्तै यस्तै यसो ठक्कु ल अब घरा दुईटाबाट हामीलाई गाडी लगाउने साली यहाँ छ नि त यही सोच्ने सोच्ने तिमी होइन साली गोल्डी नाइ एकजना अब एकजना Sara sara. खाता माग्नु ए भयो भयो यहाँ चाहिँ भयो भयो भयो
जुत्ता खोल भाइ सानो भयो अनि त्यो मैले बसिरहेको थिएँ क्या सङ्केत आफ्नो पढेर भन्नु भएन नै यस्तो हुन्छ हजुरको कुरा पनि ढाक्नुपर्छ उता दुई पछिको कुरा भएर अनि सम्बोधन के हुन्छ त्यही सिद्धान्तै छ खाता सनातन वैदिक हिन्दू राष्ट्र भन्नु छ आइज नि जय हिन्दू राष्ट्र बाजे परम परम पढ्ने कुरा सबै छ बगाइले परम परम पढ्ने लामो छ अहिले धेरै छ पढ्ने स्वर सुकाउनु परेन बाजेको अहिले 12 बजे आउँछु बानी बाँकी कोही छौ दिदी हुनुहुन्छ संस्कार हाम्रो चाहिँ सबै छोरीको खुट्टो ज्वाइँको हात हो है पानी पनि आफै हाल्ने हो के आफै होइन अलि उता राखिदिउँ है बाजे टाढा भयो के आउँछ आउनु यो एका ठाउँ बालेर पर बाटा गन्दा आउने चिज हो के मुखरी बाले छोरा म यहाँ खिचिदिन्छु त्यो पानी शिरमा छर्छ म त राम्रो सिका आफै समात्र हाल्ने पानी आफै हाल्नुपर्छ आफै हाल्नुपर्छ अरूले हाल्दैन गोडा पानी हाल्दिनु हुँदैन अरूले गोडा पानी हाल्नु हुँदैन बेहुलाले आफ्नो पालोमा हाल्ने अनि बेहुलीले उठाउने पानी हमाउने बेहुलीले हमाएर त्यो औटो हमाउ जयको त्यो औलो त्यही मिलाउने तल भिडियो बनाउन त्यही हो यहाँ गरे भिडियो नउठाउनु आउँदैछु हस्तेन मादाय पादं प्रसन्नानः एकजना भयो जलपूर्णसहितेनः पूर्वमुखस्यानम्बरस्य दक्षिणपादः दक्षिणपादं करेण कन्याहस्तौ नः कीर्त्वा तदस्ये नमः
कस्तो भयो उहाँको के अरे वशिष्ठ गोत्र भन्नु होइन भारद्वाज गोत्र आजबाट हामीले छोरी कौशिक गोत्रबाट भारद्वाज गोत्रमा सौंपन लागेका छौँ भनेर सङ्कल्प प्रदान गरेको है गोत्र उत्पन्न भारद्वाज गोत्र एउटा नाम के हो कस्तो भइरहेछ खाना सेम मान्छे कस्तो भइरहेछ दिदी कस्तो छ खाना वाह आज के बेहुली बेहुली जस्तो देख्नु भएको त दिदी कस्तो भइरहेछ भन्नु कस्तो भयो अलि अलि मजाले आवाज आउनु परेन भन्नु अक्को रवि बाबु के छ ठीक छ तपाईहरुलाई कस्तो लाग्छ भिडियो नानी लाउनु त भिडियो बनाइदिनु मेरो नानी रोगी भित्र जान्दैन अदर बिर्सिदा मन्त्र पढ्न अदर जान्दैन ए यहाँ खिच्दै छ नि यहाँबाट लिनु होला
गामिन्द्री परश्याम हृदय सनातन विनायक गुरु भानु परमा विष्णु महेश्वर सरासरी प्रणयदो सर्वगा सिद्धय तद्देव लग्न तद्देव तार बल चन्द्र बल तद्देव विद्या बल भयो विद्या बल दैव लक्ष्मी पते पदे युग श्रणामि सर्वमङ्गल मङ्गले शिवे सर्वाद साजिके शरणगी भद्रगी गौरी नारायणी नमस्तुते ल भयो भएन त कहाँ बनाउला जम्मै भयो मात्र भन्दा ल फटाक